बिहान बिहान यो चिसोमा गाडीको धुवाँ, गाडीले फालेको धुवाँ चाहिँ ठिक छ छैन भने चेक गर्न आएको, इमिसन टेस्ट गर्न आएको छु। अब इमिसन टेस्टको लागि चाहिँ अहिले वेटिङ, अझ कति मिनट लाग्छ थाहा छैन। अब वेट गर्छु एकछिन, अनि त्यहाँपछि मेरो पालि आएपछि चाहिँ इमिसन टेस्ट गरिदिन्छ। त्यो गर्न चाहिँ 15 मिनट लाग्छ भनेको छ। गाडी चाहिँ यहाँ बसेर वेट गरिरहेको छु। कुन मान्छे आएर पिकअप गर्छ अनि गाडी लगेर यहाँ भित्र जान्छ, अनि भित्र गएर अनि इमिसन टेस्ट गर्छ। साथीले अब मेरो गाडी लैजाँदै हुनुहुन्छ चेक गराउनलाई। गाडीको इमिसन टेस्ट सकिएर आइसक्यो। 10 मिनटमा कारको इमिसन टेस्ट सकियो। अनि यो कारको इमिसन टेस्ट गरेको चाहिँ $20 लाग्छ। $20 मैले पे गरेर अनि कारको इमिसन टेस्ट अल डन। अब यति भएपछि चाहिँ 2 वर्षलाई ढुक्क, अब अर्को 2 वर्षसम्म चाहिँ इमिसन टेस्ट गर्नु पर्दैन। यसरी इमिसन टेस्टमा पास भनेर चाहिँ एउटा सर्टिफिकेट जस्तो दिन्छ। अब यो राखेर गाडीमा राखेर हिँड्नुपर्छ। अनि अर्को इमिसन टेस्ट चाहिँ अब 2027 मा फेरि गर्नुपर्छ यस्तै।